हजुरहरू हामीहरू सबै बिनाको आजको यो समारोह असम्भव हो र तपाईहरूको साथ बिना हाम्रो यथार्थ यात्रा अपुरो हो भन्ने कुरामा मलाई 1 सेकेन्ड पनि शङ्का छैन। तपाईहरूकै पसिना, तपाईहरूकै आँसु, तपाईहरूकै हाँसो, तपाईहरूकै विश्वास यसले नै वाइबिओलाई सिङ्गो नेपालको मुटुमा पुर्याएको छ। र आज म तपाईहरूलाई यही मञ्चबाट कसम खान्छु कि म तपाईहरूको सपनाहरू पुरा नभएसम्म मेरो सपना पनि पुरा नभएको मान्दिनँ। साथीहरू, वाइबिओ एउटा कम्पनी होइन, वाइबिओ एउटा सपना हो, वाइबिओ सङ्घर्ष हो र एउटा भविष्य हो। वाइबिओ एउटा यस्तो बगैँचा हो जहाँ सबै डिस्ट्रिब्युटर फुल चाहिँ फुल्छन्, जसको सुगन्ध गाउँदेखि सहरसम्म पुगिरहेको छ। वाइबिओ एउटा यस्तो कुनाकापको आशा हो जहाँ धेरै बेरोजगारी युवाहरूले नयाँ अवसरहरू पाएका छन्। एउटा यस्तो ऊर्जा हो जसले धेरै परिवारहरूको चुलो बलाएको छ। म गौरवका साथ भन्न चाहन्छु, हाम्रो उत्पादनहरू हाम्रो माटोको सुगन्ध हो, हाम्रो हर्बल र हेल्थ केयर प्रोडक्ट हाम्रो स्वास्थ्यको रक्षा गर्ने हतियारहरू हो र हाम्रो व्यवस्थापन हाम्रो भरोसाको सशक्त पावर हो। म हाम्रो व्यवस्थापन टोलीलाई सलाम गर्न चाहन्छु जसले हरेक चुनौतीहरूमा कम्मर कसेर समस्याहरू समाधान गर्ने पारिबाटी बसालेको छन्। हाम्रा डिस्ट्रिब्युटर र सम्पूर्ण लिडर्सलाई म सलाम गर्न चाहन्छु जसले यति सानो टिमबाट सुरुवात गरेर आज नेपालका हरेक जिल्लाको व्यक्तिहरूमा, हरेक जिल्लाको ठाउँहरूमा वाइबिओको प्रोडक्टहरू पुर्याइसक्नु भएको छ। वाइबिओ अब देशभरमा मात्र सीमित छैन। हाम्रो लक्ष्य अब अन्तर्राष्ट्रियको बजारसम्म जानु हो। हाम्रो उत्पादन कुनै पनि इम्पोर्टेन्ट सामानको सस्तो प्रकृतिको होइन। हाम्रो उत्पादन हाम्रै वेशभूषा, हाम्रै परम्परा र हाम्रै माटोको सुगन्ध बोकेको आदित्य पहिचान। हामी जुन हर्बल हेल्थ केयर प्रोडक्टहरू, ब्युटी केयर प्रोडक्टहरू, डेली युज गुड्स बजारमा ल्याउँदैछौँ त्यसको प्रत्येक बुँदामा हामी सबैको सपना मिसिएको छ। त्यसैले हामी गर्वको साथ भन्छौँ, नेपाली उत्पादन हाम्रो गौरव, हाम्रो सम्मान। साथीहरू, आज हामी 21औं शताब्दीमा छौँ। हामीलाई अब भौतिक पसलहरूमा मात्र सीमित भएर बस्ने होइन।